हेलो गाइस, र अब चाहिँ भने म उठिसकेँ। अन्त उठिसकेर चाहिँ मैले बेडहरू मिलाएँ, अन्त ब्रसहरू गरेँ, अन्त म चाहिँ कलेज जानुको लागि रेडी भएँ। अन्त चाहिँ मैले यहाँ ड्रेस लगाएर पनि यहाँनिर म हाई भन्दैछु। अन्त यहाँनिर चाहिँ अब चाहिँ हामी कलेज पुगि पनि सकेको छौँ। अन्त चाहिँ क्लासमा टिचर आउनुभएको थिएन, त्यही भएर हल्का भिडियो बनाएँ। अन्त यहाँनिर चाहिँ हाम्रो लन्च ब्रेक भएको थियो। अब चाहिँ हामी फेरि पनि हस्टेल गएको। अन्त हस्टेलमा गएर चाहिँ मैले आलुको सब्जी बनाएँ। अन्त यो चाहिँ रेडी भइसक्यो। हामी चाहिँ खाएर फेरि पनि कलेज गयौँ र अहिले भने चाहिँ हामी कलेज पनि पुगिसक्यौँ। अन्त यहाँनिर चाहिँ टिचरहरू आउनुभएको थिएन नि त। अन्त मैले चाहिँ हल्का भिडियो बनाएँ क्लासको पनि। अन्त यहाँ हामी चाहिँ छुट्टी भइसकेर फेरि पनि हामी बाहिर जाँदैछौँ। अन्त यहाँनिर चाहिँ बाहिर गेट बाहिर पनि हल्का भिडियो बनायौँ। अन्त हामी चाहिँ यहाँ रेला गर्दै थियौँ साथी साथी। अन्त बेङ्गलोरमा चाहिँ पुरा घाम लागिरहेको छ नि त। अन्त त्यही भएर चाहिँ मैले हल्का भिडियो बनाएँ। अन्त हामीले चाहिँ चटपटे खानुको लागि यहाँ सामानहरू पनि किन्यौँ। अन्त चाहिँ अहिले अनि म रुम पनि आइपुगिसकेँ। अन्त यहाँनिर चाहिँ मैले अब ड्रेस चेन्ज गरेँ। अन्त ड्रेस चेन्ज गरिसकेँ। साथीले चटपटे बनाउँदै थियो। अन्त यहाँनिर चाहिँ चटपटे पनि बनिसक्यो। अन्त चाहिँ हामीले चिया र चटपटे खायौँ। अन्त हामीले राति म्याच हेऱ्यौँ। अन्त चाहिँ म्याच हेरिसकेर चाहिँ हामी सुत्यौँ। बाई।